आफूले आमालाई मार्न खोज्ने? यत्रो वर्ष इन्डिया बसेर तपाईले यही कुरा सिकेर आउनुभयो। याद राख्नु, आज सम्पत्तिको लागि तपाईले आफ्नो आमालाई कुट्नु भएको छ। भोलि तपाईको छोराछोरीले तपाईलाई कुट्नेछन्। आमालाई कुटेकोमा मेरो पनि आपत्ति छ। मेरो खुर्का आमासँग माफी माग। हो जा गरे माफी माग। गल्ती भयो आमा, मलाई माफ गरिदिनुस्। ए आफ्नी आमासँग यसरी माफी माग्छन्? दुख्यो यही हातले होइन आफ्नै आमालाई कुटेको? आमा कुटेर खुब बहादुर भयो भन्छन् भएको थियो होला होइन? अब खुरुक्क गएर आफ्नै आमासँग माफी माग्ने। चलो मबाट गल्ती भयो आमा, मबाट यस्तो गल्ती कहिले पनि हुँदैन। अब तपाईँलाई त के छुट्टी निम्ता दिनुपर्ने हो? नाम गरिदिनु आमा। तैँले यिनीहरूलाई माफी माग्न लाएर राम्रो काम गरिस् बाबु। यदि यसरी तैँले माफी माग्न नलाएको भए नि म जस्ता हजारौं आमाहरूको अपमान हुन्थ्यो, उनीहरूको स्वाभिमानमा ठेस पुग्थ्यो। 9 महिनासम्म गर्भमा राखेर कालसँग लडेर आफूले जन्माएर 10 तारा दुध खुवाएर गुमुत स्याहारेर हुर्काएकोमा पछुतो हुन्थ्यो। तैँले सिकाएको यो पाठ ती तमाम छोराछोरीको लागि हो जसले आफ्नो बाउ आमालाई हेला गर्छ, कुटपिट गर्छ, आफ्ना सबै धर्म कर्म बिर्सेर घरबाट निकाल्छ, दुःख दिन्छ। यस्ता सन्तान बनेका पशुभन्दा पनि निकृष्ट हुन्, अपराधी हुन्, यिनी सन्तानका नाउँमा कलङ्क हुन्। यस्ता सन्तानलाई त कडाभन्दा कडा सजाय दिनुपर्छ। तैँले ठिक गरिस् रमेश, ठिक गरिस्। शाबाश।